यो भर्खरै जेएनजीको आन्दोलन भयो नि हेर्नु साथी, यहाँ त राज्यको त दोहोरो नोक्सान पो भएछ त। त्यो राज्यको त सम्पत्ति डढ्यो, घुसपट्टि डढाए, त्यसको साथसाथै हाम्रो नेताहरूको डढायौँ भने नि यिनको त गाडी जले इन्सुरेन्स गरेछन्, त्यताबाट पैसा पाउँछन्। घर बङ्गला जले, भोलि यिनीहरूले हाम्रो घर आगजनी परो विपद जन्ने घटना भनेर त्यताबाट पैसा लिन्छन् है। यिनीहरू आफ्नो पनि जीवन बिमा गरे होलान्, त्यताबाट पैसा पाउँछ। अलिअलि कुटपिट भएको घटना, जेल जानु गाली खानु त नेताको स्वाभाविकै हो हेर्नु। त्यही भएर भोलि सम्पूर्ण यो चाहिँ यिनीहरूलाई यो राज्यले तिर्नुपर्ने। अनि भएन रे अब आउने चुनाव पुरानै किसिमको छ। यिनले अब आफ्नो जित्ने सम्भावना नभएपछि यिनीहरू के गर्छन्, आफू निकटकालाई उठाउँछन् र त्यताबाट अनि तिनलाई जिताउँछन्, अनि तिनबाट आफूले फाइदा लिन्छन् हेर्नु। त्यहाँ यति मात्र कारबाहीले पुगेन, यिनीहरूलाई त मेन कारबाही के गर्नुपर्छ न, यिनले गरेका भ्रष्टाचारको मेन फाइल खोलेर प्रमाणसहित यिनीहरूलाई कति भ्रष्टाचार गरेका हुन्, भ्रष्टाचार गरे बापतको बिगो भराउने र जेलमा नहाली यिनलाई कारबाही यिनलाई कारबाही पुरा हुँदैन हेर्नु। त्यसैले यो घर जलाउने गर्ने गरेर त यिनलाई खासै फरक नपर्ने चाहिँ पुरा इन्सुरेन्स गर्ने। अब सरकार भोट दिनुपर्छ, पछि हाम्रै नोक्सान।